ल साथीहरु मैले प्याजको बिउ प्याजको बिउ छरेर यो छापा हाल्दैछु अनि छापा हालिसकेपछि अब मोटर चलाउने पानी अब चाहिँ यस्तै अरु थाकल काटेर ल्याएको त अरु पाउँदैन के थाकल चाहिँ यति थाकल ल्याएर यस्तो राखेको छ यो छापा हाल्ने त्यो पोखरी हो त्यहाँबाट पानी ताने मोटर चलाउनु पर्छ अनि अलि छापा हाल्नु लाग्यो थाकल चाहिँ हाम्रो जङ्गलमा थाकल बाबेहरू प्रशस्त पाइन्छ त्यो डाँडाहरूमा देखेको डाँडाहरूमा बाबे पाइन्छ यस्तै छापा हालेर अनि पानी हाल्ने खुवासी बिरुवाहरूको चिसो सुक्न पाउँदैन नि त सिधै घाम पर्दैन चिसो सुक्न पाउँदैन अनि यसरी छापा हाल्दैछु मेरो त फेरि भिडियो गरिदिनु मान्छे नि छैन सबै आफै गर्ने एक्लै होइन यस्तै छ अलिअलि कसैलाई प्याजको बिउ चाहियो भने चाहिँ सम्पर्क गर्नु होला अबको 1 महिनामा चाहिँ हुन्छ 20-25 दिनदेखि चाहिँ प्रशस्त पाइन्छ 3टा ड्याङमा चाहिँ मैले छरेको छु आधा किलो बिउ उम्रेपछि कस्तो हुन्छ त्यो तपाईहरुलाई देखाउँछु है अनि त कस्तो हुन्छ थाहा छैन पोहोर चाहिँ छरेको राम्रै उम्रेछ असम त पल्टटी छर्दैछ यस्तै गरेर छरे जस्तो लाग्छ म पनि नयाँ हो गर्न थालेको त काउली साउली त थुप्रो वर्ष भयो लाग्यो 3-4 वर्ष अब त्यसमा खासै फाइदा नहुने कि समयमा हुन्छ लगाए 20 रुपैयाँ किलो 25 रुपैयाँ किलो भन्दा नपर्ने त्यही पनि बेच्न नि गएको छ त्यही भएर यस्तो छ मेरो अवस्था है एकै छ त्यहाँ छ पोखरीबाट फेरि पानी तानी ल्याउने हो अनि ठ्याक्कै यो चाहिँ पानी हाल्ने अनि सुहाल्ने चाहिँ यसमा झ्याप्प यस्तो गरेपछि चिसो हुँदैन नि त सुक्दैन नि त चिसो सुकेपछि त्यो उम्रिन थालेको टुसाहरू पनि सुक्छ जस्तो लाग्छ क्या त्यही भएर मैले यस्तो छापा हाल्दैछु त्यति हो यहाँ छ यो मेरो ट्र्याक्टर अनि व्यक्तिगत लगाउनेमा किनेको ट्र्याक्टर हो सागहरू के गरेर अनि यो चाहिँ मेरो पोखरी हो यसमा माछा हान्ने भनेको माछा हान्ने बेला कहिले भर्खर बनेको पोखरी यस्तो छ यसलाई पनि यस्तो एउटै बनाइदिउँ भन्ने हो यहाँबाट पानी तान्ने अनि यस पाइप यहाँ छ मोटर पनि चौरेडी छ अनि त्यहाँबाट तानेर यहाँ हाल्ने यसको बुझाउँ भनेको यस्तै